नेपाली सेनाको इतिहास जसले संसार नै चकित बनायो। आजको भिडियोमा हामी कुरा गर्दैछौँ नेपाल आर्मीको गौरवशाली इतिहासको बारेमा। नेपाल एक सानो देश भए पनि यहाँ वीर गोर्खाली सैनिकहरूको साहस दुनियाँभर चर्चित छ। नेपाल एकीकरणदेखि अङ्ग्रेजसँगको युद्ध, विश्वयुद्ध र संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा नेपाली सेनाको ठूलो भूमिका खेलिरहेको छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्न नभुल्नुहोला। नेपाली सेनाको इतिहास 18औं शताब्दीबाट सुरु हुन्छ। त्यसबेला अहिले नेपाली धेरै साना राज्यहरू विभाजन भएका थिए। त्यही समयमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण बनाउने अभियान सुरु गर्नुभयो। उहाँको नेतृत्व बनेको गोर्खाली सेना नै अहिले नेपाली सेनाको आधार मानिन्छ। गोर्खाली सैनिकहरू साहसी, अनुशासित र कठिन भूगोलमा लड्न सक्ने भनेर चिनिन्थे। गोर्खाली सेना काठमाडौँ उपत्यका लगायतका धेरै राज्यहरू जित्दै नेपाल एकीकरण गरे। कीर्तिपुर, भक्तपुर र ललितपुर भएका युद्धहरू निकै महत्त्वपूर्ण मानिन्छ। त्यसपछि नेपालको राजधानी गोरखाबाट काठमाडौँ सारिएको थियो। एङ्ग्लो नेभलिज वार नेपालको इतिहासकै सबभन्दा चर्चित युद्धमध्ये एक हो। सन् 1914 देखि 1816 सम्म नेपाल ब्रिटिस इन्डियन कम्पनी बीच युद्ध भयो। सुरुमा अङ्ग्रेजहरूले नेपाली सेनालाई कमजोर ठानेका थिए, तर नेपाली सैनिकको बहादुरी देखेर अङ्ग्रेजहरू नै अचम्म परे। बलभद्र कौर, अमरसिंह थापा, भक्ति थापा जस्ता वीर योद्धाहरूले बहादुरीका साथ युद्ध लडे। युद्धपछि सुगौलो सन्धि भएर नेपालले केही भूभाग गुमाउनु पर्यो, तर नेपाली सेनाको साहसले संसारभर गोर्खाली सैनिकहरूको नाम प्रसिद्ध बनायो। पछि नेपाली गोर्खा सैनिकहरू पहिलो र दोस्रो विश्वयुद्धमा पनि सहभागिता भएका थिए। विश्वका ठूला शक्तिशाली देशहरूले समेत नेपाली सैनिकको बहादुरीको प्रशंसा गरे। गोर्खाली सैनिकहरू बहादुर योद्धा भनेर चिनिन थाले। पहिला रोयल नेपाल आर्मी भनेर चिनिने सेना नेपाल गणतन्त्रपछि नेपाल आर्मी नाम परिवर्तन भयो। अहिले नेपाल आर्मीले देशको सुरक्षा, विपद उद्धार, सीमा सुरक्षा, विकास निर्माण तथा शान्ति मिसनमा काम गर्दै आएका छन्। नेपाल सेना संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा पनि निकै चर्चित छन्। नेपालले 1958 देखि UN पीसकीपिङमा सहभागिता जनाउन थालेको हो। अफ्रिका, मध्य पूर्व लगायतका धेरै देशमा नेपाली सैनिकहरूले शान्ति कायम गर्न योगदान दिइरहेका छन्। नेपाल विश्वकै धेरै शान्ति सैनिक पठाउने देशमध्ये एक मानिन्छ। सानो देश नेपाली वीर सैनिकहरूको आफ्नो साहस र बलिदानले संसारभर नेपाली नाम चिनाएको छ। नेपाल सेनाको इतिहास केवल युद्धको कथा मात्र होइन, यो देशभक्ति र त्याग र साहसको प्रतीक पनि हो। दर्शकबिन, आजको लागि भिडियो यति नै। कस्तो लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र यस्तो भिडियो हेर्नको लागि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला।